बेलबेल अटोमा पहिला कार्यक्रम अन्तर्गत आसन ग्रहण प्रोग्रामलाई
नगर प्रमुखज्यूको आगमन भइसकेको छ। उहाँ अत्यन्तै विकास प्रेमी, सम्पूर्ण नगरवासीका आस्था र भरोसाका केन्द्रबिन्दु, समग्र महानगरपालिकाका धरोहर, आदरणीय व्यक्तित्व हाम्रो माझमा आइसक्नु भएको छ। उहाँलाई हामी सम्पूर्ण नेवा समाजमा आबद्ध हुनुभएका र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वज्यूहरूले उहाँलाई जोरदार तालीले यहाँ स्वागत गरौँ। उहाँको आगमन हाम्रा लागि निकै उत्साहमय छ। निकै अत्यन्तै आदरणीय व्यक्तित्व श्री चित्रसेन अधिकारीज्यू आइसक्नु भएको छ। उहाँलाई पनि यो मञ्चमा हामी सन् 24 वडा अध्यक्ष श्री रामबहादुर बोराज्यूलाई उहाँहरू सम्पूर्णले तालीले उहाँहरू आदरणीय व्यक्तित्वज्यूहरूलाई स्वागत गर्नुहोला। त्यस्तै गरी भरतपुर महानगरपालिका पूर्वाधार विकास महाशाखा प्रमुख श्री सन्तोष आचार्यज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भरतपुर महानगरपालिका वरिष्ठ शाखा अधिकृत श्री झलक कुमार श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। नेवा नेदौगु केन्द्रीय उपाध्यक्ष श्री चन्द्रराज भण्डारीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेवा नेदौगु जिल्ला समिति चितवन अध्यक्ष श्री मिलन कुमार श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेवा नेदौगु जिल्ला समिति चितवनका निवर्तमान अध्यक्ष श्री नारायण काजी श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नम्बर 23 का वडा सदस्य श्री हर्कबहादुर लुम्बाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नम्बर 23 का वडा सदस्य श्री बिन्दु दराईज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी सत्यनारायण टोल विकास संस्थाका अध्यक्ष तथा यस नेवा समाज भरतपुर 23 का सचिव श्री पुष्पलाल श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। अतिथिकै रूपमा सत्यनारायण टोल आमा समूहका अध्यक्ष श्री विष्णुमाया अधिकारीज्यूलाई आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी मिसा नेदौगु भरतपुर 23 का अध्यक्ष श्री मीना कुमारी श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी यस नेवा समाज भरतपुर 23 का कार्य समितिमा रहनुभएका आदरणीय व्यक्तित्वज्यूहरूलाई आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। उपाध्यक्ष श्री राजकुमार श्रेष्ठज्यू, सचिव श्री पुष्पलाल श्रेष्ठज्यू, कोषाध्यक्ष श्री दिलकुमार श्रेष्ठज्यू, सहसचिव श्री शान्ता श्रेष्ठज्यू, सदस्य श्री लक्ष्मी श्रेष्ठज्यू, सदस्य श्री लाल कुमार जोशीज्यू, सदस्य श्री कन्माया श्रेष्ठज्यू, सदस्य श्री आनन्द कुमार मास्केज्यू, सदस्य श्री अप्सरा श्रेष्ठज्यू, सदस्य श्री खेमराज श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। साथै यहाँ उपस्थित हुनुभएका पूर्व कार्य समितिका पदाधिकारीज्यूहरू, पत्रकारज्यूहरू, नेवा समाज भरतपुर 23 का सल्लाहकार समितिका सदस्यज्यूहरू, अन्य सदस्यज्यूहरू लगायत आजको कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नका निम्ति सार्वभौम फैलिएका मेची महाकाली, सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल बिरहरू गर्ने ज्ञान भूमि शान्ति भूमि तारा पहाडी माला, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहुजाति
संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हाम्रो एउटा भव्य दिन मिति 2081 10-26 गते यस भवन उद्घाटन कार्यक्रम भरतपुर महानगर 23 नेवा समाजका अध्यक्ष श्री इन्द्र कुमार श्रेष्ठज्यू, आज यस भवन उद्घाटन समारोहका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख हाम्रो अभिभावक विकास प्रेमी आदरणीय श्रद्धेय मेयर रेणु दाहालज्यू, विशिष्ट अतिथि भरतपुर महानगरपालिका उपप्रमुख आदरणीय चित्रसेन अधिकारीज्यू, विशिष्ट अतिथि भरतपुर महानगरपालिका का प्रशासकीय प्रमुख अधिकृतज्यू, विशिष्ट अतिथि पूर्व संघीय माननीय मंत्री उमेश श्रेष्ठज्यू, विशिष्ट अतिथि पूर्व प्रदेश माननीय मंत्री मिलन बाबू श्रेष्ठज्यू, अतिथि भरतपुर महानगरपालिका 23 का अध्यक्ष श्री दीपक दौड़ीज्यू, भरतपुर 22 का वडा अध्यक्ष विष्णु राज महतोज्यू र भरतपुर 21 का कृष्ण कुमार गुरुङज्यू, भरतपुर 24 का वडा अध्यक्ष राम गोदारज्यू र भरतपुर 1 र 5-6 का अध्यक्षज्यू र अतिथि नेवा देवदबु केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राज भण्डारीज्यू, अतिथि नेवा देवदबु जिल्ला अध्यक्ष चितवनका मिलन बाबू श्रेष्ठज्यू र अतिथि भरतपुर महानगरपालिका आर्थिक महाशाखा अधिकृत जगन्नाथज्यू, अतिथि इन्जिनियर सन्तोष आचार्यज्यू, अतिथि झलक श्रेष्ठज्यू, अतिथि वडा सदस्य हर्ख लुम्बाज्यू, रामप्रसादज्यू, अन्जु परिवारज्यू र बिन्दु दराज्यू, अतिथि महानगर प्रमुख ज्यूको सल्लाहकार सुरेश चन्द्र अधिकारीज्यू र अतिथि जगतपुर केरुङ्गा खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामु कुँवरज्यू, अतिथि नेपाल रेड क्रस उपशाखा जगतपुरका सभापति दिनेश लामिछानेज्यू र अतिथि सुरक्षाकर्मी प्रमुख नेवा समाज प्रमुखज्यू, नेवा समाज 23 का उपाध्यक्ष लगायत सम्पूर्ण कार्य समिति लगायत सम्पूर्ण नेवा समाजका सदस्य ज्यूहरू र टोल सुधारका अध्यक्ष लगायत सम्पूर्ण टोलका सदस्य ज्यूहरू र आमा समूहका अध्यक्ष सम्पूर्ण सदस्य सबैमा भरतपुर 23 नेवा समाजको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णमा नमस्कार साथै स्वागत गर्न चाहन्छु। तिर्ने भनेर हामी यो टोलवासी मात्रै नभए नेवा समाज सम्पूर्ण हामी आतुर छौँ। कुनै दिन हामी चाहिँ तपाईहरु हाम्रो घर दैलोमा आउनु नपरिकन हामी तपाईहरुकै आएर गुण तिर्नेछौँ भनेर हामीले ठुलो आत्मादेखि साथ गरेका छौँ। त्यसकारणले अब हामीलाई सिर्फ अब यो भवन हामीले यो नेवा समाज भवन मात्र होइन नगरपालिकाकै संग्रहालय बनाउने भनेर हामीले यो एउटा हामीले आशा लिएका छौँ। तल्लो तला हामीले संग्रहालय बनाउने र चाहिँ माथिल्लो तला अब ट्रस्ट लगाएर माथि उहाँएर हाम्रो कार्यक्रम गर्ने त्यसको लागि मेयर साहब र उपमेयर साहबजी हुनुहुन्छ, वडाध्यक्षजीहरू हुनुहुन्छ। अब यहाँ चाहिँ हामीलाई उ गरिदिनु हुन म अनुरोध गर्दछु। यसमा हाम्रो 22 नम्बर वडाध्यक्षज्यूको हामीलाई यहीँ हुनुहुन्छ उपस्थित, उहाँले हामीलाई 50,000 रुपियाँ वेशभूषाको लागि भनेर सहयोग गर्नुभएको छ, उहाँलाई पनि धेरै धन्यवाद। यति भन्दै म सम्पूर्ण यहाँ प्रमुख अतिथि हाम्रा अध्यक्षज्यू र उपमेयरज्यू सम्पूर्ण अतिथिज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण जनसमुदायमा म स्वागत आज यो हाम्रो भव्य दिनमा स्वागतम भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद। तालीले स्वागत गरौँ अथवा जोरदार ताली बजाऊ। यहाँहरू सम्पूर्णले ताली बजाएर हाम्रो यो भव्य भवनको समुद्घाटन भइरहेको छ। आदरणीय प्रमुख अतिथिज्यू र विशिष्ट
अतिथिज्यू लगायत अन्य अतिथिज्यूहरूबाट यो हाम्रो लागि अत्यन्तै उत्साहमय अवस्था हो अथवा अवसर हो। यस अवसरमा हामी अत्यन्तै उत्साहित छौँ, अत्यन्तै खुसी छौँ। जनजातिको छोरो भएको नाताले मलाई पनि चिन्ता छ। एउटा थारू समुदायको यो चितवन भन्ने बित्तिकै थारू सम्झिन्छौँ हामी, तर थारूका मेरै बच्चाहरू छोराछोरीले चाहिँ थारू भाषा बोल्छन् कि बोल्दैन मलाई साह्रै ठुलो चिन्ता पनि पर्यो। यो कोभिडको टाइममा हामी बुढाबुढीले एकै मिहिनेत गऱ्यौँ छोराछोरीलाई चाहिँ आफ्नो चाहिँ थारू भाषा सिकाउनलाई। अहिले बल्ल बल्ल अलिअलि जिस्के जस्तो गरेर हामीसँग थारूहरू बल्ल बोल्न सुरु गरेका छन्। त्यो कारणले गर्दाखेरि हामीले देखिरहेछौँ नेवार समुदायले पनि यो भाषादेखि लिएर आफ्नो संस्कृति हाम्रो नयाँ पुस्तालाई ट्रान्समिसन गर्न त्यत्तिकै आवश्यक छ। र यसमा अलिकति केही हाम्रा विकृतिहरू पनि थिए, सांस्कृतिक विकृति, त्यसलाई पनि धेरै मानेमा सुधार गरेको अहिले पछिल्लो समय हामीले पाएका छौँ। र राम्रो कुरालाई अनुसरण गरेर र यसलाई थप अलिकति अझै व्यावसायिक बनाउने मलाई खुसी पनि के लाग्यो भने हिजो एउटा डेरी महोत्सव भयो, राष्ट्रिय डेरी महोत्सव चलिरहेछ उद्योग सङ्घमा। अनि त्यहाँबाट आयोजकहरूले मलाई फोन गर्नुभयो, एउटा त थारू कल्चरको पठाइदिनु पर्यो भनेर। अनि पैसा कति लाग्छ भनेर सोध्नुभयो उहाँहरूले मलाई। अनि मैले सोधेँ हाम्रो थारू नाच टोलीलाई 10,000 भनेको उहाँहरूले 15,000 दिएर पठाइदिनु भएको छ। भनेपछि यो संस्कृतिको अलिकति व्यावसायिकतामा पनि हामी लाग्नुपर्छ। यहाँ यो पर्यटकीय क्षेत्र पनि एउटा चाहिँ अब अगाडि बढिरहेछ, पर्यटक हिसाबले धेरै अगाडि बढिरहेको क्षेत्र। यसमा पनि तपाईँको यो नेवार संस्कृतिलाई त्यो प्रकृति पर्यटनसँग जोड्न सक्यौँ भने हाम्रो संस्कृति थप व्यावसायिक हुन्छ। तपाईँहरूले यहाँ चाहिँ सङ्ग्रहालय बनाउने कुरा गर्नुभएको छ। यस्ता खालका जातीय सङ्ग्रहालयले पर्यटन प्रवर्धनमा ठोस योगदान पनि पुर्याउँछ र तपाईँहरूलाई आम्दानीको स्रोत पनि केही बन्छ।
श्रेष्ठज्यूबाट भएको छ। त्यस्तै गरी अध्यक्ष श्री इन्द्रबहादुर श्रेष्ठज्यू उहाँले पनि हामीलाई 31,125 रुपियाँ प्रदान गरी यो नेवा समाज भवन गर्ने कार्यमा सहयोग गर्नुभएको थियो। चुनावमा सम्मानित हुनुभएको छ। त्यस्तै गरी श्री कृष्ण सहयोग बापत प्राप्त गरेका थियौँ। उहाँ पनि यो सभामा सम्मानित हुनुभएको छ। त्यस्तै गरी श्री प्रेम कुमार श्रेष्ठज्यूबाट 20,000 रुपियाँ हामी नहुनका लागि हार्दिक अनुरोध गर्दछु। कृपया सम्पूर्ण आदरणीय व्यक्तित्वज्यू श्रेष्ठज्यूबाट 15,555 रुपियाँ सहयोग बापत प्राप्त गर्नुभएको थियो। कृपया उहाँको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी श्री रेशम बहादुर कायस्थज्यूबाट 15 थियौँ। उहाँ पनि यो सभामा सम्मानित हुनुभएको छ। उहाँलाई पनि जोरदार तालीले सम्मान गरौँ। त्यसै पछिबाट उहाँहरू सम्पूर्ण परिवारबाट हामीलाई यो भवन निर्माण गर्ने कार्यक्रममा सहयोग प्राप्त भएको थियो। 55 रुपियाँ हामीलाई प्राप्त भएका थियौँ। यो अत्यन्तै राम्रो काम जसले यो भवन निर्माण गर्नका लागि हामीलाई उहाँहरू सम्पूर्णलाई हामी जोरदार तालीले यो सम्मान ग्रहण गर्दैछौँ। मुख्य अतिथि आदरणीय नगर प्रमुख रेणु दाहालज्यू, आजका विशिष्ट अतिथि आदरणीय उप प्रमुख चित्रसेन अधिकारीज्यू, आदरणीय वडा अध्यक्षज्यूहरू, ड्यान्समा आसिन अतिथिज्यूहरू, आज सम्मानित हुनुहुने सम्मानित व्यक्तित्वज्यूहरू, सम्पूर्ण नेवार समुदाय दाजुभाइ दिदीबहिनीहरू, आज यो नेवार समाजले आज यो भवन समुद्घाटन कार्यक्रम राखेर यहाँ हामीलाई पनि आमन्त्रण गरेर बोलाउनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसैगरी प्रमुख अतिथिका रूपमा रहनुहुने भरतपुर महानगरपालिकाका श्रद्धेय नगर प्रमुख आदरणीय रेणु दाहालज्यू, विशिष्ट अतिथिका रूपमा रहनुहुने भरतपुर महानगरपालिका
उपप्रमुख श्रद्धेय चित्रसेन अधिकारीज्यू, विशिष्ट अतिथिका रूपमा रहनुहुने भरतपुर महानगरपालिका वार्ड नम्बर 5 का वार्डाध्यक्ष युद्ध श्रेष्ठज्यू, वार्ड नम्बर 22 का वार्डाध्यक्ष विष्णुराज महतोज्यू लगायत सबै व्यासमा आमन्त्रित आदरणीय व्यक्तित्वहरू र नेवा समाज भरतपुर 23 को आयोजनामा आज भइरहेको भवन उद्घाटन समारोहमा उपस्थित हुने सम्पूर्ण नेवा समाजका आदरणीय अग्रज व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा सर्वप्रथम त म बिहानको नमस्कार टक्राउन चाहन्छु र नेवा समाज भरतपुर 23 ले आफ्नो निर्माण पश्चात अहिले समुद्घाटन भइरहेको भवन एउटा अविचलित रूपमा तपाईहरुको मेहनतका साथ सम्पन्न भइरहेको छ र यसले अझै पनि एउटा आफ्नो उचाइमा तपाईहरुको सहयोग रहिराखोस्। यस भवन निर्माणका लागि सहयोग पुर्याउनु हुने सबै चन्दादाताहरू, विशिष्ट सहयोग गर्ने निर्माणमा पहल गर्ने हुने आदरणीय व्यक्तित्वहरू, भरतपुर महानगरपालिका र भरतपुर वार्ड नम्बर 23 का हाम्रा जनप्रतिनिधिवाला सदस्यज्यूहरू, सबै यहाँका सबै आदरणीय अग्रज व्यक्तित्वहरूप्रति पनि म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। प्रशंसा गर्ने ठाउँ पनि हो, किन भन्दा तपाईले आफूले एउटा नेवा समुदायले सबै तहलाई छोडेर तपाईले राजनीतिक विचारलाई, क्षेत्रीय विचारलाई र सबै वर्गलाई पनि आफूलाई छोडेर आफूलाई जुन उच्च स्थानमा राख्ने एउटा प्रयत्न गरिरहनु भएको छ, यसले चाहिँ भरतपुर 23 को एउटा समग्र पहिचान दिएको हामीले महसुस गरेका छौँ। अझै विशेष गरी भन्ने हो भने तपाईले लाखे नाचबाट तपाईले यो ठाउँमा मात्र नभइकन तपाई सदरमुकाममा समेत गएर अन्य जिल्लामा पनि गएर तपाईले आफ्नो पहिचान दिनुभएको छ। यसले चाहिँ एउटा सांस्कृतिक रूपमा पनि भरतपुर 23 लाई जगतपुर जुन एउटा नेवा समाज एउटा सक्रिय छ र नेवा समाजका कारणबाट भरतपुर 23 मा रहेका नेवा समाजहरू सक्रिय भएर तपाईहरुको संस्कृति प्रवर्धनका साथ अन्य ठाउँमा जाँदाखेरि पनि यो कहाँको झाँकी ल्याइएको छ भन्दाखेरि पक्कै पनि यो जगतपुरको झाँकी नै सबैभन्दा राम्रो झाँकी देखिएको हामीले पाएका छौं। तसर्थ म तपाईहरुलाई पनि म हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। तपाईहरुको जुन उत्सुकताका साथ, तपाईहरुको क्रियाशीलताका साथ तपाईले मेहनत गरिरहनु भएको छ, यो हाम्रो एउटा पहिचान पनि हो। अघि नै पनि हाम्रो पूर्ववक्ता आदरणीय वार्डाध्यक्षज्यूहरूले भनिसक्नु भएको छ, हामी यो पर्यटकीय क्षेत्र हो। पर्यटकीय क्षेत्रमा तपाईहरुको संस्कृति प्रवर्धनका लागि यहाँका होटलहरुसँग समन्वय गरेर, यहाँका पर्यटन व्यवसायीहरुसँग समन्वय गरेर, यहाँका पर्यटन विकास समितिहरुसँग समन्वय गरेर र स्थानीय तहहरुसँग समन्वय गरेर पक्कै पनि यसलाई विभिन्न इभेन्टहरुमा, हरेक कार्यक्रमहरुमा तपाईहरुको यो सांस्कृतिक पहिचानहरुलाई हामीले देखाउन सकियो भने यसले आर्थिक रूपमा पनि तपाईहरुलाई अझै अगाडि बढाउनको लागि सहयोग पुर्याउने मैले विश्वास लिएको छु। र मैले अन्तमा यहाँ देखेका विकास निर्माणहरुमा मैले अहिले हाम्रो देखिँदै गर्दाखेरिको अवस्थामा यो शीतल पानी रिङ रोडका रूपमा जसरी भरतपुर महानगरपालिका मेयर प्रमुख उपप्रमुखज्यूहरूले जुन सक्रियताका साथ यसलाई बजेट व्यवस्थापन गर्नको लागि सहयोग पुर्याइदिनु हो। अझै मैले बिर्सिनै नहुने नाम छ कृष्ण प्रसाद नेउपाने लवली, उहाँको सहयोगका साथ यो बनाउनको लागि प्रयत्न गरिदिनु भयो, उहाँलाई पनि। यसै गरी यो अहिले केरुङ्गा खोलामा जुन अधुरो रहेको पुल पनि अहिले पूर्ण रूपमा सञ्चालनको रूपमा रहिरहेको छ र यो सत्यनारायण टोलको जुन हाम्रो गोलखाली चोक सत्यनारायण चोकदेखि हामी अधिकारी चोक हुँदै सिटिपिटी जाने बाटोको लागि बजेट व्यवस्थापन गर्नको लागि जसरी भरतपुर महानगरपालिका नगर प्रमुख उपप्रमुखज्यूहरूले मेहनत गरिरहनु भएको छ, यो पक्कै पनि यो ठाउँको विकासको लागि एउटा सहयोग पुगेको हामीले आवाज लिएका छौँ। यसै गरी अहिले हामीले केही समय अगाडिबाट हामीले जुन अहिले यो बाटो निर्माणाधीन रूपमा रहेको छ, यो बाटो निर्माण पश्चात हामीले अहिले चाहिँ शीतलपानीबाट म्याजिक जुन यातायातको सवारी साधनको जुन सार्वजनिक यातायात सञ्चालन गरिरहेका छौँ, यसलाई चाहिँ अब चाँडोभन्दा चाँडो निकट भविष्यमा यो बीचको यो दलित बस्ती जुन तपाईहरुको बस्ती अलिकति पिछडिएको छ र यो भरतपुर 23 को एउटा सबैभन्दा पुरानो बाटोको रूपमा रहेको यो जुन अधिकारी चोकबाट पूर्व आउने बाटो, त्यो बाटोमा पनि अब चाँडोभन्दा चाँडो हामीले सार्वजनिक सवारीहरू चलाउन लागिरहेका छौँ। त्यसका लागि यातायात व्यवसायीहरूसँग पनि समन्वय भइरहेको म तपाईहरुलाई पनि अवगत गराउन चाहन्छु। यसै कारणले गर्दाखेरि यहाँका विकास निर्माणमा यो माथिल्लो तह जो हिजो यही ठाउँमा जुन हाम्रा पहिलाका जनप्रतिनिधि हुनुहुन्थ्यो आदरणीय खगेश्वर शर्मा पौडेलज्यू, उहाँहरूले नै जुन सुरुवात गर्नुभएको, यही हाम्रो राजकुमार श्रेष्ठज्यूहरू लगायत धेरै आदरणीय अग्रज नेताहरूले सुरुवात गर्नुभएको यो विकास निर्माणमा हामीले पनि हातेमालो गर्दै अगाडि बढिरहेका छौँ। यसमा पक्कै पनि भरतपुर महानगरपालिकाले चासोका साथ भरतपुर वार्ड नम्बर 23 को हरेक विकास निर्माणमा पनि आफ्नो महत्त्वपूर्ण उपस्थिति देखाउनेछ भन्ने विश्वास लिँदै आज
नेवा समाज भरतपुर वार्ड नम्बर 23 ले निर्माण गरिरहेको यो भवन पक्कै पनि हामीले यो पूर्ण त भएको छैन, यो अझै पनि अधुरो छ। यो अधुरो भवनलाई पूर्ण गर्नको लागि पक्कै पनि हाम्रा बीचमा भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुखज्यू आउनु भएको छ। तसर्थ उहाँहरूले पनि पक्कै पनि यो भवनलाई अझै पनि पूर्ण गर्नको लागि पक्कै प्रतिबद्धता जाहेर गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। हामी 23 नम्बर वडा कार्यालयको जनप्रतिनिधि सिंहको जनप्रतिनिधि हामी 5 जना यहाँ छौँ र यसलाई पनि निकट भविष्यमै तपाईहरूलाई चाहिएका आवश्यकताका कुराहरू सांस्कृतिक प्रबन्धनका लागि वा हरेक योजनासँग जोडिनको लागि 23 नम्बर वडा कार्यालयमा आउनुहोला। हामी सल्लाह गरेर यो भवनलाई अझै पनि पूर्ण गर्नको लागि हामीले जुन तपाईहरूलाई पूर्ण गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्दै म यो जुन आजको कार्यक्रम आयोजना गर्नुभयो यो आयोजक टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। त्यसै गरी सहसचिव श्री मीना श्रेष्ठज्यू उहाँ पनि यहाँ अगाडि आए आफ्नो सम्मान लिइदिनुहोला। त्यसै गरी सदस्य श्री कमल श्रेष्ठज्यू केदारज्यू उहाँको परिवारबाट कोही हुनुहुन्छ भने यहाँ अगाडि आए आफ्नो सम्मान लिइदिनुहोला। त्यसै गरी सदस्य श्री सुभाष श्रेष्ठज्यू उहाँ पनि यहाँ अगाडि आए आफ्नो सम्मान लिइदिनुहोला। सदस्य श्री ताकेन्द्र श्रेष्ठज्यू हजुर पनि यहाँ अगाडि आए आफ्नो सम्मान लिइदिनुहोला। त्यसै गरी सदस्य श्री वीर कुमार श्रेष्ठज्यू हजुर पनि अगाडि आए सम्मान लिइदिनुहोला। त्यसै गरी सदस्य श्री राधा श्रेष्ठज्यू त्यसै गरी सदस्य श्री निरुता श्रेष्ठज्यू पनि आफ्नो सम्मान लिइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रम अहिले हामी पूर्व कार्य समिति सम्मान कार्यक्रममा जुटिरहेका छौँ र यो कार्यक्रमलाई सम्मान गर्दै हुनुहुन्छ आदरणीय व्यक्तित्व प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू लगायत हाम्रा वडाध्यक्षज्यूहरूले पूर्व कार्य समितिलाई सम्मान गर्दै हुनुहुन्छ।
छासे चुनो वैगु खनिना सत्य जिला छासे चुनो लिकवया जिता खाला लिकवया जिता खाला छहे जक यलहा गोमन के है फुहार वैगु खनिना सत्य जिला छासे चुनो सत्य जिला छासे चुनो बसंत ऋतु वाला जिगो वाला आते है प्याथुला नीला नीला बसंत ऋतु वाला जिगो वाला आते है प्याथुला हको सिना जीता है हका चौथे चो हको सिना जीता है हका चौथे चो छासे चुनो वैगु कह खन्ना सत्य जिला छासे चुनो लिकवया जिता ढलो लिकवया जिता ढलो छहे जक यलहा गोमन के है मफुहार वैगु खनिना सत्य जिला छासे चुनो वैगु खनिना सत्य जिला छासे चुनो वैगु खनिना ला 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 ला
संस्कार र संस्कृति र आफूभित्रको भाइचारालाई एकताबद्ध गर्ने हिसाबले स्थापना भएको नेवा समाज भरतपुर महानगरपालिका वडा नम्बर 23 अन्तर्गत सत्यनारायण टोलमा निर्माणाधीन सम्पन्न नेवा समाज भवनको उद्घाटन कार्यक्रमको अध्यक्ष ग्रहण गर्नुहुने आदरणीय यसै संस्थाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठज्यू, प्रमुख अतिथिको रूपमा रहनुहुने भरतपुर महानगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू र विशिष्ट अतिथिको रूपमा रहनुहुने यस कार्यक्रममा उपस्थित वडा अध्यक्षज्यूहरू, यस वार्डका वडा सदस्यज्यूहरू, यो क्षेत्रका रेड क्रस लगायत खानेपानी विभिन्न सङ्घ संस्था र वडा नम्बर 21 मा अवस्थित भानु मावि पालिटारका अध्यक्ष लगायत मञ्चासीन टोल विकास लगायतका मञ्चासीन व्यक्तित्वहरू, नेवा समुदायका विभिन्न यस समितिका कार्य समिति लगायत नगर जिल्ला लगायत बागमती प्रदेशसम्म नेतृत्व गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरू र आज यस महत्त्वपूर्ण कार्यक्रमलाई यो भवनलाई आर्थिक सहयोग सहित विभिन्न आफ्ना विधा र उत्कृष्ट कार्य विभिन्न समयमा कालखण्डमा नेतृत्व गर्नुहुने सम्पूर्ण आज सम्मानित हुनुहुने सम्पूर्ण सम्मानित व्यक्तित्वहरू, तपाईहरू आज उपस्थित रहनुहुने सम्पूर्ण दिदीभाइ तथा दाजुहरू प्रति म नमस्कार टक्राउन चाहन्छु। समय धेरै पनि भइसकेको छ, पूर्ववक्त साथीहरूले धेरै कुरा राख्नु भएको छ। तपाईँ हामी सबै बधाईका पात्र छौँ। आज तपाईहरूले चाहेको इच्छा अनुसारको, तपाईहरूले अपेक्षा गरेको आफ्नो न्याय समुदायलाई एकत्रित र भाइचारा र सद्भाव बढाउने हिसाबले एउटा नयाँ नेवा समाजको संग्रहालय स्थापना तथा कार्यालय स्थापना गर्ने उद्देश्यले जग्गा पनि प्राप्ति गर्दै आज भवन सम्पन्न र केही गर्न बाँकी अझ अपेक्षा राख्नु भएको छ। त्यसकारणले मैले न्याय समुदाय लगायत हामी जनप्रतिनिधि पनि खुसीले गर्मान्वित भएका छौँ। त्यसकारण हामी सबैले बधाईका पात्र बनेका छौँ। मलाई अत्यन्तै खुसी लाग्यो आज जनप्रतिनिधि लगायतका यस क्षेत्रका सबै साथीहरूले हामी सिङ्गो महानगरपालिकाको नेतृत्व गर्दै गर्दा आज विकास निर्माणका विभिन्न ठाउँमा गरिएका क्रियाकलाप विकासका चरण, सडक सञ्जाल होस् त भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत आज पर्यटनको पनि हाम्रो जनप्रतिनिधि लगायत कर्मचारीहरूको एउटा दृश्य अवलोकन हाम्रै महानगरपालिकाका नेतृत्व वा जनप्रतिनिधिले पनि नदेखेको त्यो पनि गर्दैछौँ पनि कार्यक्रम छ र यो आज सन्तुष्टिको हिसाबले हामी सबै खुसी व्यक्त गरेका छौँ। हामी विकास निर्माणका कुरा धेरै कुरा आइसकेका छन्। भोलि विकास निर्माणलाई निरन्तर जोड्दै हामी गइरहेका छौँ। हाम्रा कति सम्पन्न भइसके, कति सुरुवात भएका छन्, कति फेरि हामीले पछि सुरुवात गरेर सम्पन्न गर्नुपर्ने दायित्व छ। अहिले पूर्वोक्त साथीहरूले धेरै महत्त्वपूर्ण गरेर राख्नु भएको छ र हामीले उत्पादनमा जोड्नुपर्छ। हामी वैदेशिक रोजगारमा जान हुँदैन। तपाईहरू यो देशको नेवा समाज धेरै कला र संस्कृति प्रकृति पूजक, तपाईहरू नेपालको पहिचान कला र संस्कृतिको काठमाडौँ, भक्तपुर, ललितपुरको पाटनका ती मठ मन्दिर लगायतका सबै तपाईहरूको अग्रजर पुर्खाहरूले त्यो सिर्जित त्यो कलाको कारण आज नेपालले एउटा कला र संस्कृति र को एउटा पहिचान दिनलाई एउटा महत्त्वपूर्ण भूमिका गर्ने तपाईहरू कालीगढहरू, तपाईहरू मेहनतीहरू, तपाईहरूको कला र संस्कृतिका बारेमा अहिले 3टा नाच धेरै छन्। यो समयको कालखण्ड अनुसार गरिने नाच, लाखे नाच लगायतका अहिले दिदीभाइले नाचेको नाच त्यो अवस्थाको कारण देख्नुहोस्। तपाईहरूको स्टिक डान्स हामी थारू चौध आदिवासी भूमिपुत्रको देखेका थियौँ। अहिले युद्ध दाईले भन्नुभयो करिब हाम्रो संस्कार र संस्कृति नेवा समाज र थारूको कल्चर चाहिँ कहीँ काहीँ मिल्छ कि भने जस्तो पनि कुरा राख्नु भएको छ। संस्कृति मात्रै होइन, तपाईहरूले तपाईँहरूको चाडपर्व र परम्पराको मात्रै कुरा होइन र यो देशलाई हरेक नागरिकलाई अग्रस्तरमा उद्यमशील बनाउने, एउटा कर्मिक बनाउने, कामयाबी बनाउन सक्ने तपाईँहरूको महत्त्वपूर्ण।
तपाईलाई भन्ने पनि गर्छ कहिलेकाहीँ निहार बिग्रे भोजले छेत्री बिग्रे मोजले भने जस्तो पनि उखान हाम्रो चलन छ। हामी जोडदार गाईले उहाँको जुन छोराको रूपमा हामीलाई यो नेपाली संस्कृति जोगिन गर्नका लागि सबिना श्रेष्ठज्यू पनि यहाँलाई आफ्नो सम्मान लिइदिनु होला। त्यसै गरी सन्ध्या श्रेष्ठज्यू पनि आफ्नो सम्मान अगाडि आइदिनु होला। त्यही संस्कृति जोगिन गर्नका लागि उहाँहरूले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो। मास्केज्यूलाई यो मञ्चमा आई आफ्नो नृत्य देखाइदिनु हुन हार्दिक अनुरोध गर्दछु र नमस्कार व्यक्त गर्दछु। समयको पाबन्दी छ, म धेरै समय लिन चाहदिनँ। म एकदमै खुसी व्यक्त गर्न चाहन्छु। सर्वप्रथम आजभन्दा 3 वर्ष अगाडि यही ठाउँमा यही भवन निर्माणका लागि शिलान्यास गर्नका लागि प्रमुख अतिथिको रूपमा उपस्थित हुँदै गर्दाखेरि आज फेरि 3 वर्षको अन्तरालमा यही भवन उद्घाटन निर्माण भएर उद्घाटनका लागि पनि प्रमुख अतिथिको रूपमा उपस्थित हुने मौका मलाई प्राप्त भयो। त्यसप्रति म खुसी व्यक्त गर्न चाहन्छु र सिंह नेवा समाज भरतपुर 23लाई हार्दिक बधाई दिन चाहन्छु। छोटो समयमा यहाँहरू सबैको एकताबाट यहाँहरू सबैको तत्परता र मेहनतले यो भवन अब भरतपुर महानगरपालिका वडा नम्बर 23 वडा नम्बर 22 विभिन्न संघ संस्था व्यक्तित्वहरूले यो भवन निर्माणका लागि सहयोग गर्नुभएको छ। यो सहयोग प्रदान गर्नुहुने सबैलाई पनि म हार्दिक बधाई दिन चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। हुन त 44 लाखको यो निर्माण 44 लाख लाग्यो तपाईलाई यतिसम्म निर्माण सम्पन्न गर्नका लागि। 44 लाखमा झन्डै 30 लाख जति त महानगरपालिकाकै बजेट रहेको छ। त्यसै गरी अब वडा र संघ संस्था र व्यक्तित्वहरूले गरेर लगभग 44 लाख बजेट यहाँहरूले बजेट उपलब्ध भएर यो भवन निर्माण गर्नुभएको छ र अब अझै पनि अधुरो छ भनिराख्नु भएको छ। यसरी नै सबैसँग समन्वय गरेर सबैको अपनत्व भयो भने यसमा लगानी भयो भने अपनत्व पनि हुने गर्छ। यसका लागि पनि म नेवा समाज भरतपुर 23लाई अनुरोध गर्न चाहन्छु। सबैसँग महानगरपालिकाको मात्रै भर गर्ने होइन कि महानगरपालिकाले एउटा समाज भवनका लागि झन्डै 30 लाख सहयोग गर्यो, यो ठुलो सहयोग हो। यस्ता समाज संघ संस्था धेरै छन् महानगरपालिकाभित्र, विभिन्न धार्मिक तह तबकाहरू धेरै छन् महानगरपालिकाभित्र। सबैलाई गर्नुपर्दाखेरि
एउटै समाजलाई 30 लाख रुपियाँ ठुलो कुरा हो र पनि यहाँले अझ पनि प्रयत्न गरिराख्नु भएको छ, गर्नु होला। फेरि पनि पुग नपुग केही भयो भने आगामी दिनमा हेरौँला। र पनि महानगरपालिकाले पनि यहाँलाई सहयोग प्रदान गरेको कुरा यहाँले एकदमै प्रशंसा गर्नुभएको छ, त्यसप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु। आज भरतपुर महानगरपालिका एकदमै विभिन्न जाति समुदाय रीतिरिवाज परम्परा मान्ने तह तबकाका समुदायहरूको बसोबास भएको थलो छ। यहाँ अब हेर्दाखेरि लगभग दर्जनौं जाति समुदायहरूको उपस्थिति छ भरतपुर महानगरपालिकामा। बाहुन, छेत्री, गुरुङ, मगर, तामाङ, राई, लिम्बू, बोटे, दराई, चेपाङ, कुमाल, धेरै जातिको, नेवार, धेरै जाति, तामाङ लगायत धेरै जाति समुदायहरूको उपस्थिति, बहुजाति बहुधर्म बहु समुदायहरूको उपस्थित रहेको ठाउँ, सुन्दर ठाउँ हो भरतपुर महानगरपालिकाले पनि सबैलाई उत्तिकै एकदमै समानुपातिक ढङ्गबाट र सबैलाई एउटा आफ्नो अभिभावकत्व प्रदान गर्दै आइराखेको छ। यो त्यो भन्ने छैन, किनकि यति बेला हामी धर्मनिरपेक्ष राष्ट्र नेपालका नागरिकको रूपमा यहाँ रहेका छौँ। भरतपुर महानगरपालिकाले पनि सबै जाति समुदाय धर्म संस्कृतिको जगेर्ना गर्नका लागि सबैलाई उत्तिकै समुचित ढङ्गबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको छ र यहाँहरूलाई पनि त्यही अन्तर्गत सहयोग प्रदान गरेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। आदरणीय नेवार समाजका सम्पूर्ण उपस्थित महानुभावहरू, यहाँले आफ्नो समुदायको संस्कृति वेशभूषा आफ्नो भाषालाई प्रवर्धन गर्न संरक्षण गर्न यहाँले यसलाई जोगाउनका लागि जुन खालको जमर्को गर्नुभएको छ यसका लागि पनि हामी एकदमै धन्यवाद दिन चाहन्छौँ। अघि पनि यहाँ विषय आयो, यहाँनिर यो भरतपुर महानगरपालिका पर्यटकीय क्षेत्रको रूपमा रहेको छ, धेरै देश विदेशबाट पर्यटकहरू आउनुहुन्छ र यहाँनिर संस्कृति कस्तो खालको संस्कृति भन्दाखेरि यहाँको आदिवासी एउटा जनजाति यहाँको भूमिपुत्रको रूपमा रहेको थारू समुदायको कल्चर हेर्ने परम्परा व्यापक छ। देश विदेशबाट आउने पर्यटकहरूले हाम्रा विभिन्न यहाँ भएका यो होटलहरूमा रिजोर्टहरूमा आउने पर्यटकहरूले हेर्ने कला संस्कृति भनेको थारू समुदायको अलि प्रख्यात छ। त्यो सँगसँगै अहिले यहाँ स्टिक डान्स भनेर, हुन त यो अब नेवार समुदायको पनि एउटा नृत्य अन्तर्गत एउटा संस्कृति अन्तर्गत परेको रहेछ। अहिले हेर्दाखेरि एकदम रमाइलो पनि लाग्यो र यहाँहरूको पनि यो संस्कृति हेर्दाखेरि यो पनि एउटा परम्परागत ढङ्गबाट चलिआएको रीतिरिवाज अन्तर्गत रहेको यो संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो र यहाँ पर्यटकीय हिसाबले पनि यहाँहरूको यो संस्कृति पनि भोलिको दिनमा सबैको रोजाइको विषय बन्न सक्छ। यस दिशातर्फ पनि यहाँहरू अगाडि बढ्नु होला। यसका लागि महानगरपालिकाले पनि कला संस्कृति भाषा वेशभूषा प्रवर्धनका लागि संरक्षणका लागि आगामी दिनमा पनि यहाँलाई सहयोग प्रदान गर्नेछ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आज भरतपुर 23-22 यो क्षेत्र, यो पार्वतीपुर, यो जगतपुर, यो चाहिँ मधुपुरी लगायत यो क्षेत्र हिजो र आजमा धेरै हामीले परिवर्तन पाएका छौँ। विकासले तीव्र भड्को मारेको छ। बाटाघाटा दोलनमै थिए हिजोको दिनमा, आज बाटोहरू सलल्ल हामी नानघाटदेखि यहाँसम्म आउँदाखेरि पक्की सडकमा सलल्ल यहाँ आउन हामी सफल भएका छौँ। यो यतिकै भएको छैन, तपाईँ हामी सबैको एकदमै अथक प्रयत्नबाट यो सम्भव भएको छ। आखिर गरेपछि नहुने भन्ने अथवा असम्भव भन्ने कुरा केही पनि छैन भन्ने कुराको ज्वलन्त उदाहरण अहिलेको भरतपुर महानगरपालिकाको विकासले जुन एउटा फर्को मारेको छ त्यसबाट प्रमाणित हुन्छ। र यो क्षेत्रमा आज हेर्दाखेरि पार्वतीपुर, यो जगतपुर, पटिहानी लगायत यो ठाउँहरू हेर्दाखेरि बाटाघाटाको अवस्थाहरू हेर्दाखेरि भौतिक पूर्वाधारको अवस्था हेर्दाखेरि एकदमै हामीलाई सन्तोष गर्न लायक ढङ्गबाट गर्व गर्न लायक ढङ्गबाट कामहरू अगाडि बढिराखेका छन्। अब एउटा प्रक्रियामा अगाडि बढेका छन्। अघि पनि यहाँ पूर्ववक्ताले भन्नुभयो यहाँनिर शीतल पानी रिङ रोड भनेर यहाँको स्थानीय जनसमुदायहरूको माग थियो। त्यो मागलाई पनि हामीले सम्बोधन गरेर अहिले निर्माण कार्य अगाडि बढ्दै रहेछ। म बाटोमा आउँदै गर्दाखेरि त्यसलाई मैले पनि एकदमै त्यसलाई प्रत्यक्ष हेर्ने मौका मलाई मिल्यो। त्यो शीतल पानी रिङ रोड भनेर पनि निर्माण कार्य अगाडि बढेको छ। यतापट्टि सत्यनारायण टोलदेखि खानेपानी चोकसम्मको सडक, त्यो सडक पनि यहाँको एकदमै तपाईँले पहिलेदेखि प्राथमिकतामा राखेर यो सडक निर्माण गर्न पर्यो भनेर समुदायको तर्फबाट भन्नुभयो। त्यो सडकलाई पनि महानगरपालिकाले बजेट विनियोजन गरेर ठेक्का गरेर अहिले निर्माण कार्य अगाडि बढिराखेको रहेछ। लगायत अरू धेरै महानगरपालिकाका रिङ रोडका योजनाहरू, लिङ्क सडकका योजनाहरू, धेरै पूर्वाधारका कामहरू अगाडि बढेका छन्। त्यसर्थ अरू बाँकी थप पनि आउने दिनमा हामी पुरा गर्दै जानेछौँ भन्ने पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। अब हाम्रा बनेका सडकहरूलाई हरियाली एउटा वृक्षारोपण गर्ने, हाम्रा बनेका ठुला सडकहरूमा सडक बत्तीहरू, स्मार्ट सडक बत्तीहरू जडान गर्ने,
लगायतका कामहरू पनि अगाडि बढेका छन्। तपाईँहरूले देखिराख्नु भएको छ होला, सडक बत्तीको कामहरू अगाडि बढिरहेको छ। यहाँका खेतीयोग्य जमिनहरूलाई हराभरा बनाउनका लागि 12 मासे सिँचाइको सुविधा र त्यो व्यवस्था गर्नका लागि महानगरपालिकाले योजना अगाडि बढाइराखेको छ। स्यालो ट्युबवेलहरू, डिप बोरिङका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ र नारायणी लिफ्टलाई पनि युद्धमा पनि चल्ने गरी अगाडि बढाउन खोजिएको छ। अब यी लगायत धेरै कामहरू हामी अगाडि बढाइराखेका छौँ। भरतपुर एउटा समृद्ध सहरको रूपमा हामीले यस सपनालाई साकार पार्दैछौँ। यस दिशातर्फ तपाईँ सम्पूर्ण जनसमुदायहरूको पनि साथ र सहयोग हामीले प्राप्त गरेका छौँ। त्यसका लागि पनि यहाँ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अन्तमा नेवार समाजको यो भवन निर्माण सम्पन्न भयो। अझै माथि यहाँको आगामी दिनमा यसलाई तल थप्दै जाने योजना पनि रहेको छ। यहाँहरूलाई सफलता मिलोस् शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो भवनबाट यहाँको कला, संस्कृति, भाषा, वेशभूषालाई प्रवर्धन गर्न, यसलाई चाहिँ यहाँले जोगाउनको लागि आगामी दिनमा यहाँलाई सफलता मिलोस् र यहाँका हाम्रा नयाँ पिँढीहरू, हाम्रा बालबच्चाहरू, हाम्रा सन्ततिहरूले हाम्रा परम्पराहरू, संस्कृतिहरू बिर्सँदै जाने, भाषाहरू भुल्दै जाने अवस्था पनि बनेको छ। यी चिजहरूलाई पनि मध्यनजर गरेर भाषाहरू सिकाउने, वेशभूषाहरू, सबै संस्कृतिहरूलाई पनि हाम्रा अब नयाँ पुस्तालाई पनि पुस्तान्तरण गर्न जरुरी छ। यो दिशातर्फ पनि नेवार समाज भरतपुर त्यसलाई म अनुरोध गर्न चाहन्छु। यहाँलाई यो सबै काममा पनि आउने दिनमा थप सफलता मिल्दै जाओस् भन्ने शुभकामना सहित यो भवनबाट त्यो काममा यो भवन अब संग्रहालय पनि भन्नुभएको छ। यहाँका जति पनि छन् बाजा गाजा यी सबै वेशभूषाहरू यहाँ राख्ने प्रदर्शनी गर्ने होला। संग्रहालयको रूपमा सबै आउने पर्यटकहरूले, पाहुनाहरूले हेर्नका लागि पनि होला र त्यो सँगसँगै यो संस्कृति जोगाउनका लागि पनि होला। त्यसले गर्दाखेरि यो सबै काममा यो भवनले यहाँलाई एकदमै त्यो उपयोगी बनोस् भन्ने पनि शुभकामना दिन चाहन्छु। अब समयको व्यस्तताले गर्दाखेरि अरू धेरै विषय भन्दा पनि सबै अतिथिजीहरूले राख्नुभयो, तपाईँहरू सबैले पनि राखिसक्नु भएको छ। यहाँहरूलाई आउने दिनमा आफ्नो संस्कृति, परम्परा, रीतिरिवाजको संरक्षणमा थप सफलताका लागि शुभकामना व्यक्त गर्दै बिदा हुन्छ। धन्यवाद। डबु समाजको तर्फबाट जी भाग्य नमस्कार टक्राउन चाहन्छु। आज हाम्रो समाजले आफ्नो संस्कृति जाहेरमा गर्ने हेतुले श्रीमान नगर प्रमुखज्यू साथै सहयोगी मनहरूको सहयोगले हामी आज आफ्नो छानामुनी कार्यक्रम गर्न सफल भएका छौँ। यो शुभ अवसर दिलाइदिनुहुने आजका प्रमुख अतिथि साथै आफ्नो नगर प्रमुखज्यूलाई हामी सत्यनारायण निषादे डबु समाजबाट सम्झना स्वरूप मायाको चिन्ह स्वीकार गरिदिनु हुन अनुरोध गर्दछौँ। मायाको चिन्ह प्रदान गरिदिनु हुन यस मिसा दे डबु समाजका अबिर लगाइदिनु हुन कोषाध्यक्ष श्री विष्णुलाई अनुरोध गर्दछौँ। साथै आज नेवा समाज भवन उद्घाटनको शुभ अवसरमा एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसलाई हामी मिसादे डबु समाजबाट उक्त हुनहार युवालाई हाम्रो सुन्दर भवन निर्माण कार्यमा अहोरात्र खटी सहयोग गरिदिनुहुने युवा श्री उज्जवल श्रेष्ठज्यूलाई हामी मिसादे डबुको तर्फबाट श्रीमान नगर प्रमुख रेणु दाल ज्यूको कोमल हातद्वारा सम्मान स्वरूप सम्झनाको कोसेली प्रदान गरिदिनु हुन साथै हौसला प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।
सबै अतिथिज्यूहरू, साथै उपस्थित सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख अथवा प्रतिनिधिज्यूहरू र मेरा प्यारा नेवार समाज जगतपुरका कार्य समिति लगायत सदस्य दाजुभाइ दिदीबहिनीहरूमा, म नेवार समाज जगतपुरको 2071 साल साउन 17 गते नेवार समाज जगतपुरमा नेवार देहदबु जिल्ला समन्वय समिति चितवन मार्फत नेवार देहदबु जिल्ला कार्यालय काठमाडौँ दर्ता नम्बर 887 सँग आबद्ध भई मैले धादिङे कल्चरबाट यस संस्थाको नेवारी कल्चर सुरुवात गरेको थिएँ। 2072 सालमा गोर्खा मकैसिंहबाट हामीलाई थप सहयोग भयो र आज हामी 2074 पुस 21 गते जिल्ला प्रशासन कार्यालय चितवनमा विधिवत दर्ता गरी तनहुँ पुर्कोटको अलि वाद्यवादक नृत्यको संख्या बढी भएर आज हामी जति देखायौँ यो कल्चर हाम्रो पुर्कोटको कल्चर हो। नेवारको भए पनि ठाउँ अनुसारको अलिकति भिन्न भिन्न छ। केही वर्षको अन्तरालमा यस समाजको वासस्थान नभएर कहिले रुखमुनि, कहिले कसैको घर आँगनमा त कहिले खुल्ला चौरमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आइरहेका थियौँ भने आज केही वर्ष अगाडि नगर प्रमुखबाट शिलान्यास गरी आजको तिथिमितिमा नेवारी भवनको उद्घाटन गराउन पाउँदा यस समाजलाई गौरव लाग्नु स्वाभाविकै हो। आशा छ यति मात्रै हामी सीमित रहँदैनौँ। उन्नति प्रगतिको अन्त्य कहिल्यै हुँदैन रे। यहाँहरूले साथ सहयोग दिनुभएकोमा म सबैलाई यो भवन निर्माणको लागि साथ सपोर्ट दिने हुनेलाई पनि मेरो हृदयदेखि नै यो संस्थाबाट धन्यवाद छ र यो कल्चरको लागि पनि साथ सपोर्ट गर्ने सबैलाई यो समाज र म मेरो तर्फबाट धन्यवाद छ।